नमस्ते सबैजनालाई। आज चाहिँ मैले दिदीको रुममा गएको थिएँ। म जहाँ छु त्यहीँबाट ब्लग स्टार्ट गरेको छु। आज चाहिँ दिदीको रुममा रोटी खाने हो मैले भनेको थिएँ। अनि अचार रोटी चाहिँ दिदीहरूले पकाइसक्नु भएको थियो। अचार बनाउनलाई हामीहरू सबैजना रेडी भएर हैन अचारको लागि चाहिने सामानहरू जस्तै भाङ भन्छ हैन, मैले भाङ पिसिरहेको थिएँ। एकजना दिदीले चाहिँ त्यो बन्दा चाहिँ भुटिराख्नु भएको थियो र एकजना दिदीले काँक्रा काटिराख्नु भएको थियो। हामी सबैजनाले सबै चिजहरू रेडी गऱ्यौँ र रेडी गरिसकेपछि हाम्रो बिचमा थोरै कुराकानी पनि भयो हैन। त्यस्तै रमाइलो कुराकानी भयो। त्यो सबै कुराहरूलाई चाहिँ म्युट गरेको छु मैले। सबै कुराहरू रमाइलो कुराकानी भयो। जे होस्, मैले चाहिँ कसरी भ्लग स्टार्ट गर्छु, कसरी भिडियो स्टार्ट गर्छु थाहै थिएन। तर पनि म दिदीको रुममा एक्कासी आएँ रोटी खानलाई। अनि त्यसपछि चाहिँ मैले भ्लग स्टार्ट गरेँ हैन। भ्लग स्टार्ट गरेपछि सुरुमा चाहिँ अब हामी बनाउँदै थियौँ खानेकुराहरू, रमाइलो भयो। त्यसपछि त्यहीबाट स्टार्ट गरिदिएँ मैले। मलाई चाहिँ आज एउटा स्पेसल ठाउँ घुम्न जान मन छ हैन। मैले कति दिनदेखि सोचिरहेको थिएँ हैन। त्यो ठाउँ चाहिँ आज म घुम्न जान्छु सोचिरहेको थिएँ। सोच्दै हैन रोटीहरू पनि पाकिसकेको थियो। त्यसपछि रोटी खाएर म चाहिँ दिदीको रुमबाट निस्केँ। म घुम्न जान्छु भनेर म चाहिँ निस्केँ, साथीलाई कल गरेर हैन। आइज तर म जाम्ला भनेर निस्केपछि चाहिँ कस्तो गाह्रो भएको कि घुम्न यार। लास्टै गर्नु भइरहेछ। अनि हप्तामा एकपटक घुम्नु जानुपर्ने। साथीले उही तल उही माथि बनाइरहेको छ, जाँदैछौँ। त्यसपछि चाहिँ हामी दुईजना बाइकमा बसेर टक्क लाएर हिँड्दै हाल्यौँ। पेट्रोल पनि हाल्नु पऱ्यो नि त बाइकमा। पेट्रोल हाल्नलाई चाहिँ हामी निस्क्यौँ। पेट्रोल हालेपछि बब्बाल भ्यू देखाएर हामी चाहिँ हाम्रो यात्रा चाहिँ सुरु गऱ्यौँ। लो के गर। हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। नमस्ते सबैजनालाई। आज पनि सटरडे हामी चाहिँ घुम्न गइरहेको छौँ होइन। कुन ठाउँमा जान्छौँ तर थाहा छैन। आज सटरडे भएपछि हामीले सोचिरहेको थियौँ उता दक्षिणकाली साइड फर्किङ साइडमा जाउँ आज। तर हिँडिरहेछौँ हामी चाहिँ ठ्याक्कै चौबाको डाँडाको पछाडि छौँ। तर कहाँ जान्छौँ थाहा छैन। फुल भिडियो चाहिँ हेर्न नबिर्सिनु होला। म फुल भिडियो देखाउने छु। मैले चौबारको डाँडाको थोरै तल एउटा सानो भिडियो बनाएपछि त्यहाँबाट हामी चाहिँ लाग्यौँ अगाडि हैन। यस्तो दामी भ्यू थियो के गर्नु। आजको मौसम नै दामी थियो। त्यही भएर चाहिँ हामीहरूले चाहिँ एकदम रमाउँदै दुईजनाले चाहिँ हाम्रो डेस्टिनेसनमा लाग्यौँ। निरन्तर अगाडि लागिसक्यौँ। तर हाम्रो डेस्टिनेसन फिक्स चाहिँ थिएन। यही ठाउँमा जान्छु भनेर चाहिँ थिएन हैन। हामी त्यतैतिर जुन ठाउँहरू रमाइलो लाग्छ त्यतै ठाउँतिर घुम्ने भनेर गएको थियौँ। किनभने अहिले साउनको महिनामा कतिखेर पानी आउँछ, कतिखेर के हुन्छ थाहै हुँदैन नि त। हामी बाटोमा जाँदै गर्दाखेरि चाहिँ बाटैमै टौदो ताल पर्छ होइन। दक्षिणकाली जाने बाटोमा टौदो ताल पर्छ भने हामी नआउने कुरै भएन। अनि यो ताल चाहिँ माछाहरूको लागि फेमस ताल हो। माछाहरू बबाल पाउँछ नि त। तपाईँहरूलाई पनि देखाइदिन्छु। टौदो ताल चाहिँ बब्बाल मन पऱ्यो है मलाई चाहिँ। यस्तो दामी छ कि माछाहरू चाहिँ पुरा उर्सिरहेको छन् कि। अब दक्षिणकाली जाँदै बाटोमा परेपछि त हामी नआउने कुरै भएन होइन। र बब्बाल छ कि माछाहरू चाहिँ यहाँ चाहिँ। मतलब 3 चोटि आइसकेँ। माछाहरू चाहिँ बब्बाल छ कि। हामीहरू चाहिँ टौदो ताल घुमिसकेपछि हामी अझ अगाडि बढ्यौँ। अगाडि बढिसकेपछि एउटा राम्रो डेस्टिनेसन एकदम दामी ठाउँ रहेछ क्या। त्यो ठाउँमा चाहिँ आनन्दले एकछिन बस्यौँ हामी चाहिँ। खानेकुराहरू खायौँ मकैहरू किनेर होइन। बब्बाल लाग्यो क्या। तर यो ठाउँ चाहिँ हेर्नुहोस् न तपाईँहरू पनि। हामी चाहिँ त्यो टौदो घुमेर अब यो चाहिँ के भन्छ पेन्सन डाँडा पार्कमा आइसक्यौँ होइन। अब फर्किङ जानलाई लगभग कति 15-20 मिनट लाग्ला। हामी चाहिँ बाटोमा छौँ। तर दामी छ कि मौसम आज पनि। भ्यू पनि दामी छ।
अब हेर्दै गर्नु होला, दामी छ तर। ओके Beneath my feet, sat by the river and it made me complete. Oh, simple thing, where have you gone? Sat by the river and it made me complete. Oh, simple thing. ले चाहिँ टौध कटिसकेपछि चाहिँ अब हाम्रो अन्तिम डेस्टिनेसन चाहिँ फर्पिङलाई बनायौँ। हामीले पहिला पनि सोचेका थियौँ तर फर्पिङ जाने भनेर होइन, अनि यात्रा गर्नुभन्दा पहिला। त्यसपछि फेरि हामी टौध पुग्यौँ। टौध पुगेपछि अलिकति उता पुग्यौँ। उता पुगिसकेपछि हामी चाहिँ आज फर्पिङ जानै पर्छ, दक्षिणकालीसम्म पुगेर आउनुपर्छ घुमेर भनेर चाहिँ हामीले चाहिँ अन्तिम डेस्टिनेसन त्यहाँसम्म राख्यौँ। किनभने हामीलाई यात्रा गर्दा गर्दा यस्तो मजा आइरहेको थियो कि बाटोमा होइन, बब्बाल मजा आइरहेको थियो। हेर्नुहोस् न तपाईँहरू आफै, हामीले चाहिँ अन्तिम डेस्टिनेसन चाहिँ फर्पिङलाई बनायौँ। फर्पिङ पनि पुगिसक्यौँ। यस्तो दामी थियो कि होइन, पुरै छाडिदिनुहोस्, हेर्नुहोस् न। Oh, simple thing, where have you gone? I walked across. हामी चाहिँ पुगिसक्यौँ फर्पिङको चाहिँ भाइरल पुलमा होइन। अब हिँड्दै दिनभरि कहाँ पुगिन्छ थाहा छैन, शनिबार होइन। अब शनिबार एउटा डेस्टिनेसन फिक्स गरौँ भनेपछि पनि पानी पर्छ, कहिलेकाहीँ के हुन्छ कहिलेकाहीँ के हुन्छ, त्यो भएर चाहिँ खासै डेस्टिनेसनमा पुग्न सकिँदैन। तर आज हामीले फर्पिङको डेस्टिनेसन चुज गरेका थियौँ, आइपुग्यौँ। त्यो डाँडामा चाहिँ पुग्न पाएनौँ तर पुलसम्म चाहिँ पुग्न पायौँ। लुक एट दिस भ्यू, दामी देखिँदो रहेछ कि पुलबाट फेरि। दामी छ यार यो पुल चाहिँ। अनि ऊ यहाँ तल चाहिँ खोला रहेछ होइन। अब यसको बारेमा सबै ज्ञान त मलाई थाहा भएन, एक्कासी आएको नतरी चाहिँ बबाल लिएर हुन्थ्यो। अनि यहाँ तल चाहिँ जङ्गल रहेछ, बबाल जङ्गल रहेछ। पुलको तल चाहिँ सानो खोला बगिरहेछ, जङ्गल छ। पुल चाहिँ ठिकै छ, धेरै खासै लामो पनि छैन तर दामी छ। जे होस् मलाई चाहिँ दामी लाग्यो। आज शनिबार चाहिँ यहाँ पुलसम्म आउन पाउँदा पनि खुसी लाग्यो। तपाईँहरूलाई पनि देखाउँछु। सबले चाहिँ यदि भिडियो मन परेमा लाइक कमेन्ट एन्ड सेयर चाहिँ गरिदिनु होला होइन, दामी छ। तर हामी त्यो फर्पिङको पुल घुमिसकेपछि लास्टै गर्मी भइरहेको थियो। गर्मी अब यस्तो उता अलिकति पुलको साइडमा चाहिँ दामी डाँडा देखिरहेको थियौँ। अब त्यो डाँडामा गएर थोरै खानेकुराहरू ल्याएको थियौँ। अब त्यो खाएर त्यसपछि घर फर्किने निर्णय गरिरहेको थियौँ। डाँडो चाहिँ यो हो कि हामीले उताबाट देखेको डाँडो चाहिँ। अब यतै बसेर आनन्द लिने हो। हामी चाहिँ डाँडामा आएर एकदम थाकिसकेका थियौँ कि एकछिन सुत्दिउँ न भनेर सुत्दिएको। यस्तो दामी हावा लागिरहेको थियो कि त्यहाँ होइन, बब्बाल लाग्यो कि मलाई त। जङ्गलको बिचमा जङ्गल नेचर मनपर्ने मान्छे, यस्तो दामी हावा लागिरहेको थियो। आनन्द लिएर एकछिन सुत्यौँ दुईजना चाहिँ। अनि हामी चाहिँ त्यो डाँडामा बसिसकेपछि मान्छेहरू टन्नै आउने रहेछन् कि उता पनि हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी 1 घन्टा जति बस्यौँ अनि त्यसपछि चाहिँ फर्किन लाग्यौँ, किनभने घरमा पनि पुग्नु छ नि त। बब्बाल मजा आयो होइन। हामी चाहिँ अब शनिबार पनि दामी मौसम पनि होइन, यस्तो भ्यू देख्न पाएपछि त को खुसी हुँदैन र। हामी चाहिँ बब्बाल खुसी भयौँ। त्यसपछि चाहिँ हामी फर्पिङबाट फर्किहाल्यौँ। फर्पिङबाट फर्किसकेपछि चाहिँ यस्तो बब्बालको भ्यू देखिरहेको थियो कि बाटोमा। त्यो भ्यू पनि मैले तपाईँहरूलाई देखाइहालेँ। हामी हिँडिरहेको थियौँ बाटोमा होइन। घर फर्किँदै गर्दाखेरि बाटोमा त पानी परेको रहेछ, थाहै छैन। फेरि उता फर्पिङ साइडमा चाहिँ परेको थिएन। लगभग टौध पुग्न लागेको बेला चाहिँ पानी परिदिइरहेको के। त्यसपछि फेरि पानी ठिकै छ त, पानी परिरहेछ। एकछिन मकै खाइदिउँ न भनेर त्यहाँ आन्टीले मकै पोलिराख्नु भएको थियो, हामीले मकै खायौँ। अनि यताउता गर्ने मान्छेहरूले पनि त्यहाँ मकै किनेर खाइरहेको थिए। अनि त्यसपछि पानीमा रमाएर आनन्दले हामीले मकै खायौँ। सबै मान्छेहरू रोकिरहेको थिए जे होस् मकै खान होइन, ट्राभल गरिरहेको मान्छेहरू।
किनिरहेको थियो, कहिले मकै खाइरहेको थिए, कोही मजाले रेनकोट ओरेर हिँडिरहेको थिए। हामी चाहिँ एकछिन रोकेर मकै किनेर खायौँ। पानी पनि बबाल परिरहेको थियो। ल गाइज, आजलाई यति नै। भिडियो कस्तो लाग्यो सबैजनाले लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। ओके।